हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। आज चाहिँ मेरो घरमा चाहिँ होइन पुरा डिप क्लिन हुँदैछ। भोलि मदर्स डेको लागि धेरै दिन भइसक्यो होइन, दिदीहरूसँग भेट नभएको, जेठानी दिदीहरूसँग छोराछोरीसँग भेट नभएको धेरै दिन भयो होइन। सो हामीले चाहिँ अब भोलिलाई चाहिँ हाम्रो जुठो छ। खासै अब टिका सिका यतातिर पूजाहरू केही पनि हुँदैन होइन, तर पनि यसो भेटौँ भेटघाट भनेर चाहिँ बोलाएको छु दिदीहरूलाई। हाम्रो चाहिँ यो लास्टै फोटो होइन, त्यही भएर चाहिँ यो सबै सफा गरेर क्लिन गरेर होइन यसलाई चाहिँ यस्तो मजाले सफा गर्नुपर्छ गाइज, यसरी फुकालेर होइन गाइज। अनि यो रुम चाहिँ मैले क्लिन गरिसकेँ होइन। यो चाहिँ यसमा चाहिँ एउटा बेड थियो होइन, मैले चाहिँ यो बेड हटाइदिएँ कि मेरो पसल चाहिँ एकदम चोकैमा छ नि त, सो एकदमै धेरै हो हल्ला हुन्छ होइन। त्यही भएको भएर चाहिँ मैले यहाँको बेड हटाएर यसमा चाहिँ मैले भिडियोहरू चाहिँ बनाउँछु कि कहिले काहीँ भ्याएको बेलामा भिडियोहरू बनाउँछु होइन। सो यो रुम चाहिँ मैले खाली खाली राखेको छु। यहाँ एउटा दराज दुईवटा दराज मात्रै छ, बाँकी सबै खाली छ यहाँ चाहिँ। हेलो गाइज, म चाहिँ होइन यहाँ यो बेड पनि हो, एकजनालाई मजाले बेड पनि हुन्छ होइन, नत्र यस्तो बस्न चाहिँ मजाले हुन्छ। म यसमा चाहिँ हावा हाल्दैछु होइन, खुब टाढा लाग्छ कि यसमा मजाले हावा हाल्ने होइन। आजको एक्सर्साइज त मलाई यहीँ भयो कि, जे गर्दा पनि एक्सर्साइज हुन्छ कि, घरको काम चाहिँ गर्न भ्याउनु भन्छ होइन, जे गर्दा पनि यस्तो भइहाल्छ नि यस्तो मजाले टक्कै। अब यहाँ मजाले बस्नु हल्का हुन्छ होइन, टक्कै यो यस्तो भयो। अब यस्तो अझै टाइट गर्न मिल्यो होइन, यहाँ बस्न नि मिल्छ मजाले, सुत्न नि मजाले मिल्यो होइन। अब यसलाई टाइट गर्नुपर्छ अझै। मलाई चाहिँ यो देखाउनु मन लाग्यो कि गाइज होइन, मैले चाहिँ साडीहरू चाहिँ प्रायः यस्तो गरेर राख्छु कि, यस्तो ठ्याक्कै यहाँ देखिन्छ नि त, अनि राख्दा पनि सजिलो। यी सबै साडीहरूलाई चाहिँ राख्ने स्पेसै पुग्दैन नि त, अनि त्यही भएर चाहिँ यस्तो गरेँ होइन। ठ्याक्कै यसलाई चाहिँ यसरी राखेपछि होइन, यसरी राखेपछि चाहिँ एकदम मजाले मिल्छ क्या यसरी। अब जुन साडी चाहियो होइन त्यो टक्क यसरी हेऱ्यो अनि निकाल्यो। हामीले चाहिँ यसलाई खोलेर धोएको थियौँ नि त, त्यही भएर अब यसलाई चाहिँ यसरी टाइट गर्ने, अनि त्यसपछि यसलाई चाहिँ निकालेर भन्न हात काटेर होइन गाइस, सबै सफा भइसक्यो। अब यता पनि यो चाहिँ हो मेरो लाइफको फर्स्ट काम हो यो चाहिँ होइन। मेरो फेसन सोमा पाएको थिएँ कि मैले, मेरो लाइफको फर्स्ट काम हो होइन। यसलाई चाहिँ एकदम जतन गरेर राख्नुपर्छ होइन। सबै भइसक्यो। आज चाहिँ मैले यहाँको पर्दाहरू सबै चेन्ज गरेँ होइन। अनि कस्तो देखेछ गाइज मेरो रुम भनिदिनु होला। अहिले चाहिँ गाइज होइन यो मेरो रुमको र अनि त्यस पछाडिबाट यो झ्यालको चाहिँ मैले आज पर्दा चेन्ज गरेको होइन। कस्तो राम्रो देखेछ कि होइन। अब चेन्ज गर्न बाँकी चाहिँ मेरो घरमा चाहिँ यो छ होइन। अब यसको लागि पनि बिस्तारै होइन, यसको लागि बजेट छुट्या छैन, सो यो चाहिँ बिस्तारै चेन्ज गर्ने हो। अनि त्यसपछि यतातिर यस्तो देखेछ गाइज है, कति राम्रो छ यो सबै कपहरू। अनि त्यसपछि त्यहाँ मेडल पनि छ होइन, त्यहाँ माथि मेडल पनि छ। यो सबै मेरो हस्बेन्डको हो गाइज होइन।